गाउँको सानो घरमा बस्छन् एक मेहनती कुकुर श्रीमान श्रीमती। ढाका टोपी र कोटमा श्रीमान, साडी र गहनामा श्रीमती। बिहानको घामसँगै कुटो कोदालो बोकेर खेततिर हिँड्छन्। हिलो छ, थकान छ, तर हार छैन। दिनभर माटोमा पसिना बगाएर उनीहरूले रोप्छन् सपना। दिन आयो तरकारी बजार लैजाने। सानो बजारमा एक एक गरेर तरकारी बिक्दै गयो। कमाई धेरै थिएन, तर मन ठूलो थियो। त्यही कमाईले घरको छाना मर्मत भयो, पर्खाल बलियो भयो। तर उनीहरूको सपना घरमै रोकिएन। उनीहरूको आँखा बच्चाको भविष्यमा थियो। कापी किताब किनियो, सानो झोला तयार भयो। एक बिहान बच्चा विद्यालयतिर हिँड्यो। आमा बुबा टाढाबाट मुस्कुराए, किनकि उनीहरूलाई थाहा थियो मेहनतले घर बनाउँछ र शिक्षा भविष्य।